गोकर्णजी महाराज आफ्नो पिताजीलाई सम्झाउनुहुन्छ र अगाडि भन्नुहुन्छ नचेन्द्रस्य सुखम किञ्चित् न सुखम चक्रवर्तिनः सुखमस्ति विरक्तस्य मुनिरेकान्तजीविनः। गोकर्णजी महाराज भन्नुहुन्छ हे पिताजी, यो संसार दुःखालय हो, संसारमा कोही पनि सुख छैन। न त्रैलोक्यको अधिपति इन्द्र नै सुख छ, न त्रैलोक्यको अधिपति इन्द्रलाई सुख छ, न चक्रवर्ती सम्राट अनि यो संसारमा सुख छ। यो संसारमा कोही पनि सुख छैन, कसैलाई सुख मिलेको छैन। चाहे संसारको सम्पूर्ण ब्रह्माण्डको धन धान्यले परिपूर्ण भएको सम्पत्ति यदि त्यो व्यक्तिलाई प्राप्त भयो भने पनि यो संसारमा कोही पनि सुख प्राप्त हुन सक्दैन। अगाडि गोकर्णजी महाराज भन्नुहुन्छ हे पिताजी, यदि तपाईँ जीवनमा शान्ति चाहनुहुन्छ भने यो संसारमा भएका अनेक प्रकारका सम्बन्धका स्नेहरूपी जो कुवा छन्, यो स्नेहरूपी कुवादेखि आफूलाई निकाल्नुहोस्। भगवानको भक्ति, भगवानको चिन्तन र विरक्त सन्तहरूको चिन्तन, ज्ञानीहरूको ध्यानीहरूको सङ्ग गर्नुहोस् र भगवानको भक्ति गर्नुहोस्, भगवानको चिन्तन गर्नुहोस्, भगवानको मनन गर्नुहोस्। यही नै जीवनको सार हो। किनकि मनुष्य जीवन, जब मनुष्य यो संसारमा जन्मेर आउँछ नि, त्यतिखेर मृत्युलाई पनि साथमा लिएर आउने गर्दछ। जसले जन्मिन्छ त्यसलाई मृत्यु पनि अटल छ। हामी यो संसारमा आएर हामीलाई यस्तो लाग्दछ कि हामी त यो संसारका हौँ, अजर अमर हौँ, हामी त नित्य हौँ, हामी सधैँ यही बसिरहन्छौँ। हाम्रो जीवनको व्यवहार नै यही बताउँछ कि हामी अजर अमर हौँ। यदि हामीलाई यो विश्वास थियो भने, या हामीलाई विश्वास लाग्थ्यो भने कि हामी यहाँ सधैँको लागि आएको होइन भने, यदि हामीलाई विश्वास थियो भने हाम्रो जीवनको व्यवहार यस प्रकारले हुँदैन थियो। धनको लागि, पदको लागि, प्रतिष्ठाको लागि, ऐश्वर्यका लागि जो हाम्रो लडाइँ छ, जो मान छ, मनमा अनेक प्रकारका कामनाहरू छन्, वासनाहरू छन्, यी सबै वासनाहरू, कामनाहरू यो संसारमा हाम्रो कतै हुन सक्दैन। जब हामीलाई थाहा हुन्छ कि मृत्यु अटल हो, जीवन एउटा पडाव हो, यस्ता अनन्त जीवन हामीले अगाडि पनि जिइसकेका छौँ र अनन्त जीवन अगाडि भविष्यमा पनि हामी जिउनेछौँ। र अनन्त कालदेखि हामी यसरी मर्दै जन्मिँदै हामी करोडौँ अर्बौँ अनन्त बार हामीले यो संसारमा जन्मिसक्यौँ, अनन्त बार यो संसारमा जन्मिरहनेछौँ। हे पिताजी, कहिले तपाईँको बुद्धि बोलाउँछ, कहिले तपाईँलाई यो ख्याल आउँछ कि यो संसार असत्य छ, परम पिता परमात्मा नै परम सत्य हुनुहुन्छ, उहाँको शान्ति परम शान्ति हो। तपाईँलाई कहिले ज्ञात हुन्छ, कहिले न कहिले त यो संसारलाई छोड्नै पर्छ। अर्थात् कुनै न कुनै बेला त भगवानको भक्ति अवश्य गर्नुपर्दछ, चाहे यस जन्म होस्, चाहे करोडौँ जन्म बाद होस्, कुनै न कुनै बेला त भगवानको शरणमा, भगवानको चरण शरण ग्रहण त हामीले गर्नु नै पर्दछ। किन यत्रो करोडौँ जन्म हामी पर्खिनौँ, अहिले नै हामी भगवानको भक्ति किन गर्दैनौँ, भगवानको सङ्गमा किन जाँदैनौँ? किनकि कुनै न कुनै बेला त भगवानको चरणमा आउनु नै पर्दछ। किनकि हाम्रो मनको अन्तरतम जो माग हो नि, त्यो शान्ति हो, त्यो परम शान्ति हो। हामी संसारमा चाहे धनको लागि भागौँ, पदको लागि भागौँ, ऐश्वर्यको लागि भागौँ, त्यो पनि मनको माग भनेको शान्ति नै हो। र हाम्रो अन्तर हृदयमा त संसारमा हाम्रो एउटै माग चलिरहेको हुन्छ कि कसरी सुख प्राप्त हुन्छ, कसरी शान्ति प्राप्त हुन्छ। त्यही शान्तिको नै माग्ने, त्यही शान्तिको नै खोज्ने हाम्रो जीवनको उद्देश्य यो हामीलाई थाहा छ। त्यही भएर किन हामी करोडौँ वर्षसम्म, करोडौँ जन्मसम्म हामी प्रतीक्षा गरेर यहाँ बस्ने? किन हामी यही जीवनमा हामी सुरुवात गरौँ? यही जीवनमा हामीले सुरुवात गर्यौँ भने कुनै न कुनै समय त त्यो परम शान्तिलाई अवश्य नै प्राप्त गर्नेछौँ। किन हामीले यही जीवनमा नै भगवानको भक्ति नगर्ने? किनकि कुनै न कुनै बेला त भगवानको भक्ति गर्नु नै पर्छ। किनकि अन्तिम निष्कर्ष परम शान्ति हो। परम शान्ति भगवानदेखि अरू कहीँ पनि प्राप्त हुँदैन। त्यही भएर
कुनै न कुनै बेला त भगवानको भक्ति गर्नु नै पर्दछ। यही जीवन बडो सुन्दर बडो दिव्य छ, यही जीवनमा हामीले किन सुरुवात नगर्ने भनेर अनेक प्रकारले गोकर्णजी महाराजले आफ्नो पिताको माध्यमबाट हामी सबैलाई सम्झाउने प्रयास गर्नुभयो। आत्मदेव ब्राह्मण हुनु गोकर्णजी महाराज हुनुहुन्छ, हे पिताजी देहे सीमां सरुधिरे भीमते त्यजत्वां जाया सुतां दिशु सदा ममतां विमुञ्च पश्यामि स्वं जगदिदं क्षणभङ्गनिष्ठं वैराग्यरागरसिको भवभक्तिनिष्ठा धर्मं भजस्व सततं त्यज लोकधर्मं सेवस्व साधुपुरुषं जहि कामतृष्णा अन्यस्य दोषगुणचिन्तनमासु मुक्त्वा सेवाकथारसमहो नितरां पिबत्वाम्। गोकर्णजी महाराज भन्नुहुन्छ, हे पिताजी यो संसारमा हामीलाई बाँध्नको लागि, यो संसारमा आसक्तिमा हामीलाई बाँध्नको लागि, यो संसारमा मोहमा आसक्त बनाउनको लागि दुईवटा धागा हुन्छ, दुईवटा रस्सी हुने गर्दछन्। पहिलो रस्सी हो यो शरीरलाई मेरो मान्नु, या अर्थात् म मान्नु र शरीरका नाताहरूलाई मेरा मान्नु। पहिलो रस्सी हो यो शरीरलाई मेरो मान्नु र शरीरका नाताहरूलाई मेरा मान्नु। देहे सीमां सरुधिरे भीमते त्यजत्वां, यो शरीरलाई मेरो मान्न छोडिदिनुहोस् र मेरो शरीरका समस्त सम्बन्धहरूलाई, देहका समस्त सम्बन्धहरूलाई भीमते त्यजत्वां त्यागिदिनुहोस्। किनकि यो शरीर नै म होइन भने यो शरीरका नाताहरू कसरी मिलाउन सक्छन्? शरीर नै असत्य छ, एक दिन नष्ट भएर जान्छ। हाम्रो आँखाले हामी दिनौँ देखिरहेका हुन्छौँ कि शरीर त क्षणभङ्ग हुन्छ। आज नवयौवन सम्पन्न छौँ, भोलि युवा हुनेछौँ, पर्सि वृद्ध हुनेछौँ र कालान्तरमा मृत्यु अटल्छ। त्यही भएर पिताजी तपाईँलाई थाहा छ यो संसारमा यो जति पनि सम्बन्धहरू छन् ती सबै हाम्रा शरीरका सम्बन्ध हुन्। मेरा सम्बन्ध, आफ्नो सम्बन्ध यो संसारमा कोही पनि छैन। आत्मा सदैव एक्लै थियो, सदैव एक्लै रहनेछ र सदैव एक्लै विचरण गर्नेछ र सदैव एक्लै भगवानको भक्ति गर्नेछ र भगवानको भक्ति पनि स्वयंको लागि गर्नेछ र स्वयं नै भगवानको धाम प्राप्त गर्नेछ। उसलाई न भगवानको धाम प्राप्त गर्न कसैले सहायता दिनेछ र कसैले उसलाई भगवानको धाम प्राप्त गराउन सक्नेछ, किनकि स्वयंले स्वयंको लागि स्वयंले गर्नुपर्दछ, स्वयंले स्वयंको लागि स्वयंले भक्ति गर्नुपर्दछ, चिन्तन गर्नुपर्दछ, मनन गर्नुपर्दछ। जाया सुतां दिशु सदा ममतां विमुञ्च, जति पनि संसारका सम्बन्धहरू छन्, जाया सुता स्त्री